अब भन्नु न है भन्नुभएको कुरा के अब हामी कहाँ जाने हामी कहाँ जाने मर्न हो मामा भान्जी भान्जी आइदिन अब दसैँमा आउँछन् भान्जा भान्जी होइन मामा त हामी भइहाल्यौँ तपाईँ हजरामा अनि बुढो मावली भेट्न आउँछन् के अरे बुढो मावली बुढो हजरामालाई है अनि टिका लाएर सबलाई आशीर्वाद दिनुपर्छ ल आमा हो तपाईँ अनि आउँदै खाने के तपाईँको नाम के अरे आमा भन्नु त यहाँ हेर न आमा यहाँ के भयो ठिक छ यहाँ को रहेछ खोइ यो मान्छे त हाम्रो आमा नि हो नि अहिले हाम्रो आमा यहाँ देखाउनु हाम्रो आमालाई देखाउनु न यहाँ ल भयो लु देखाइदिएर हाम्रो आमाको बसेना राखिदिनु खालु हुन्छ ल जाउँ जाउँ यो कता राख्नु त त्यहाँ ऊ यहाँ छ थान भाडा यहाँ ततिर कोराहरू छ जाउँ जानुपर्छ अहिले अहिले ल है आमा